नमस्कार। आज यहाँहरू समक्ष विषयवस्तुको समीक्षा र सन्दर्भको सम्बन्धमा मैले यहाँहरूसँग सत्य कुरा हजुरहरूसँग म ल्याउँदैछु र प्रस्तुत भएका छु। हिजो यानी 9 गते असोज 9 गते प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्नुभयो। त्यो सम्बोधनले विभिन्न पक्षमा विभिन्न प्रकारका तरङ्ग चाहिँ उत्पन्न गरेको रहेछ। सबभन्दा पहिले तरङ्गलाई हामीले के हेर्नुपर्छ भने यसको नीति के छ, सरकारको नीति के छ, नियत कस्तो छ र नेतृत्व कस्तो हुने हो वा छ। दुईटै कुरा। किनभने विगतका सरकारहरूको नीति बिग्रिएको, नियत झन बिग्रिएको र नेतृत्व त कम्प्लिट रूपमा असफल भएको अवस्थामा देखियो। यो हामी सर्वविदितै छ, जसको परिणाम स्वरूप यो जेनजीका आन्दोलन विद्रोह उग्रियो र यो परिवर्तन ल्यायो। अब सुशीला कार्कीज्यूले हिजो दिनुभएको 15 मिनटको राष्ट्रको नाममा सम्बोधनमा कि उहाँले जुन जति कुरा संविधानका कुरा उठाउनु भयो, यो संविधानमा मिल्दैन, मेरो अधिकार क्षेत्र पर्दैन, अहिलेको नागरिक सरकारको अधिकार क्षेत्र पर्दैन भने त उहाँको नियुक्ति कुन आधारमा भएको हो प्रश्न आउँछ। संविधान त आएको हो, संविधानको कुन दफा कुन धारा अन्तर्गत उहाँको भ्यालिड छ र प्रश्न आउँछ। यो उहाँको सरकार जुन हो, सुशीला कार्कीजीको नेतृत्वको जुन सरकार जुन हो, त्यसले आन्दोलनको रापताप, विद्रोहको रापताप, जेनजीको रापताप, विद्रोहको रापतापको आधारमा आएको परिणाम स्वरूप 75 जनाको त लासै आइसकेको छ र एकजना अझै 15 दिन भइगयो अझै बेपत्ता नै छन्। भनेको 76 जनाको लासमाथि, शहादतमाथि त्यो सरकार बनेको छ। त्यो सरकारले बोल्ने कुरा त यो होइन नि त। 3 महिनाको लागि सबभन्दा पहिले एउटा कुरो, 3 महिनाको लागि चाहिँ 3 महिनामा प्रतिवेदन दिने, 3 महिनापछि के हुने, 3 महिनापछि फेरि उसले काम गर्न सक्दैन, फेरि 45 दिन थप्ने, फेरि थप्ने, त्यसपछि आइहाल्छ चुनाव। चुनावभन्दा पहिले कुनै कसैमाथि कारबाही हुँदैन भने उहाँको स्पष्ट रूपमा त्यो नियत देखिएको छ। यस्ता यस्ता किसिमका क्रियाकलापको, यस्ता खालका जुन विद्रोह भएको छ, त्यहाँ जुन हेरी जुन समस्या पारेको छ, त्यसको लागि त 15 दिने 1 महिना भित्रमा, 15 दिनदेखि 1 महिना भित्रमा अनिवार्यता रिपोर्ट बुझाउनु पर्ने अवस्था थियो। अनि त्यसमा केही नगरेको एउटा कुरो भनेको उहाँको नीति पनि राम्रो देखिएन, नियत पनि राम्रो देखिएन। नेतृत्व जस्तो भए पनि उहाँले पनि एउटा एक थान प्रधानमन्त्रीलाई हटाएर फालेर 76 जनाको लासमाथि चाहिँ एउटा अर्को प्रधानमन्त्री नियुक्ति हुनको लागि आउनु भएको हो र? यसैको लागि उहाँले आउनु भएको। यो हाम्रा प्रधानमन्त्रीजीले यो कुरा सुन्नु पर्यो र बुझ्नु पर्यो, एउटा कुरा। अर्को कुरा चाहिँ जुन अवस्थामा यो भ्रष्टाचारका लागि जुन भयो, यो पहिलो दिनको आन्दोलन विद्रोह भनेको जेएनजीको 100% थियो, तर दोस्रो दिनको त नागरिक समाजको हो नि त, सम्पूर्ण नेपाली नागरिकको हो नि त। किन सर्वोच्च अदालत जलाइए, जसको उहाँ प्रधान न्यायाधीश हुनुहुन्थ्यो? किन संसद भवन जलाइए? यो पनि प्रश्न आउँछ। इन्टरप्रिटेसनका कुरा हामीले गर्नुपर्छ। किन चाहिँ सिंहदरबार जलाइए? किन राष्ट्रपतिको कार्यालय जलाइए? त्यो संसद भवन, त्यो भावना त हामीले बुझ्नु पर्यो नि त। उहाँले बुझेर यसको सम्बन्धमा जुन बोल्नु पर्थ्यो हिजोको, त्यो बोलेको देखिएन। एउटा 5 महिना जति बाँकी छ अब निर्वाचनको, फागुन 21 गते। अब राष्ट्रका अवस्था झन अप्ठ्यारो अवस्थामा छन्। उहाँबाट गरिएका केही आर्थिक क्रियाकलापहरू, नीतिहरू
सपोज गरौँ त्यो राम्रो भएको होला, तर जुन अवस्थामा जुन देखिया छ जुन परिस्थिति त्यो त राम्रो देखिएन नि त। जस्तै उदाहरण स्वरूप यो पुलिसको जुन अवस्था छ नेपाल प्रहरीको, त्यसको मनोबल कस्तो अवस्थामा छ? चुनावको उच्च चुनावमा प्रहरीको, सेनाको र सशस्त्रको उच्च मनोबल हुनुपर्ने छ र छैन? हिजो अस्ति मात्रै सेनाका मुलुकभरिका सेनाहरूको भर्चुअल मिटिङमा एउटा स्पष्ट भइसकेको छ कि तिहारपछि झन् ठुलो आन्दोलन हुने आएको छ उहाँहरूको निष्कर्ष। यो चुनाव त्यसैको लागि हो र? यो चुनाव पुनः उहाँले भन्नुभयो संविधान अन्तर्गत मात्रै हामीले गर्न सक्छौँ भने संविधान अन्तर्गतमा 2/3 बहुमत आउँछ। कसरी आउँछ 2/3 बहुमत? 165 वटा त मात्रै छ नि त प्रत्यक्ष निर्वाचन क्षेत्रमा। 184 184 चाहिएन संविधान संशोधनको लागि। यसबाट के देखियो भने उहाँले मिलाइजुलाई आफू जुन हो नेपालको प्रथम महिला प्रधानमन्त्री हुन पाए भने भन्दा बढीको उहाँको अहिलेको नेतृत्व भनेको राम्रो छैन। न नीति ठिक भयो, न नियत ठिक छ, न नेतृत्व ठिक छ भनेर यसबाट जेनजीका मात्रै होइन प्रत्येक ठाउँका मान्छे आम नागरिकको यो भनाइ हो, यो सुनाइ हो। अहिलेको अवस्थामा फेरि अर्को प्रत्येक होटलमा, प्रत्येक कलेजमा अहिले पुनः जुन हो गन्थन मन्थनहरू, राजनीतिक गन्थन मन्थनहरू सुरु भइसकेका छ। घर घरमा भन्न खोजेको उही मान्छे जसले 30 वर्ष, 40 वर्ष, 50 वर्ष, 60 वर्ष, 100 वर्ष खाएका छन्, मुलुकलाई खाए, मुलुकलाई सिद्ध्याए र अझै म जेनजी नै हुँ भनेर भन्छन्। जेनजी उमेर समूह हो र? जेनजी भनेको विचार समूह हो। प्रगतिका विचार अमेरिकामा चलेको जुन हो यो अहिलेको सफ्टवेयरको क्रान्ति, मोबाइलको क्रान्ति, त्यस पछाडिका यो सोशल मिडियाका क्रान्तिको जुन हो 1997 देखि 2012 सम्मका हुन्। त्यो भन्नुको त्यतिखेर अमेरिकामा एउटा चाहिँ मिडियामा ठुलो चाहिँ सोशल मिडियामा तरङ्ग आयो र विकास भयो। त्यो समयमा जन्मिएका, त्यो अवधिमा जन्मिएका मात्रै जेनजी हुन्छन्। यो म 86 वर्षका छु, म 100 वर्षका छु र म अझै म के रहेछ भने म धेरै जोस र जाँगर छु, म जेनजी हुन्छु र? हुँदैन। यस्ता खालका भावनाहरू आउन थालेका छन् बजारमा, कतिपय ठाउँमा सुन्निया छ, देखिया छ, बोलिया छ। त्यस कारणले अहिलेका सरकार जुन हो तत्कालै यसले के गर्नुपर्छ भने यसले निर्वाचन को लागि जुन संविधान संशोधनका लागि जुन अगाडि बढाएका छन् जेनजीहरूले उठाएका आन्दोलन र आन्दोलनमा त क्रमहरू थपिँदै जान्छ नि त। एउटा एजेन्डा लिएर आएका हुन्छन् अनि त्यसपछि सडकमा एजेन्डाहरू तयार हुन्छन् र त्यसलाई हामीले गर्नुपर्छ। यदि यसले गर्न सक्दैन भने किन प्रधानमन्त्रीको पदमा बस्नु पर्यो होला र? किन यत्र मन्त्रीमण्डलका जो संविधान मिच्या होइन अहिले र? त सम्पूर्ण आफूले संविधान मिचेर सबै कुरा गर्ने, तर अर्काको जब मागको कुरा आयो, जब सम्बोधनको कुरा आयो भने यो संविधान भित्रबाट मिल्दैन रे, संविधान बाहिर म जान सक्दिनँ, मेरो अधिकार क्षेत्र छैन भने यो गाउँ गाउँ, टोल टोल, चिया पसल, दुकान, जो किराना दुकान, होटल, प्रत्येकमा यो कुरा हुन थालेका छन् अहिले। त्यस कारणले मलाई र मैले सुनेका कुरा, देखेका कुरा, बुझेका कुरा मैले सम्मान्य प्रधानमन्त्रीज्यूलाई मैले निवेदन गर्न चाहन्छु कि यसरी चाहिँ बोलेर र यसरी गरेर यो पुस्तालाई, जेनजी पुस्ताले अझै आक्रामक नबनाउनुस् कि बोल्दैन बोल्नुस्। यो नेताहरू जस्तो बोलेर यो पुरै बिगारे, गरेर पनि बिगारे मुलुकलाई र बोलेर पनि बिगारे। तपाईँ गर्नुस्, तपाईले धेरै बोल्नु हुँदैन, तपाईले अगाडि बढाउँदै जाऊ। यो जेनजी पुस्ताका जुन माग छ त्यसलाई अगाडि बढाउँदै जाओस् भन्ने मेरो शुभकामना छ। भोलि फेरि अर्को विषयवस्तु लिएर म पुनः यहाँहरूसँग सत्य कुरा हजुरहरूसँगमा म आउँछु भने धन्यवाद, नमस्कार।